कसिङ्गरहरू पस्यो भने मैला भयो फोहोर। ल सबैजनामा नमस्कार साथीहरू। आज चाहिँ म चाहिँ यो कुटो कोदालो लिएर चाहिँ ब्याग स्याग लिएर चाहिँ यो लेडिज ब्याग लिएर चाहिँ जङ्गलतिर यो मौसम अनुसारको यो सिजन अनुसारको फल कन्दमूल गिट्टा खोज्नलाई चाहिँ जङ्गलमा आएको छु हैन। अनि आज चाहिँ दिदीलाई गिट्टा खान मन लागेर कि है, त्यही म गिट्टा खोज्न आएको हैन। कस्तो तल खसिहाल्यो यार। अनि त्यही हो, अघि नै मैले चाहिँ यहाँ 2-3 वटा यहाँ जम्मा गरिसकेको छु हैन। अनि तपाईहरुतिर चाहिँ के भन्छ यसलाई हैन, कमेन्ट गर्नु होला। यो गिट्टा चाहिँ नेपालको बढी गरेर यो पहाडी क्षेत्रतिर पाउने एउटा कन्दमूल हो हैन। अनि यसलाई चाहिँ कसरी खाने भन्ने कुराहरू तपाईलाई म अब भिडियो बनाउँदै छु हैन। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। अनि जे होस्, गिट्टा खोज्न जाने बेलामा चाहिँ यो भर्खरै यो मुना पलाको गिट्टा खन्नुपर्छ हामीले हैन। जस्तो कि यस्तो पात भइसकेको चाहिँ हामीले चाहिँ खन्नुहुन्न के भन्न खोजेको। खाना त हुन्छ यो पनि, तर पनि यो बढी कोक्याउँछ हैन। त्यही भएर चाहिँ यो भर्खरै मुन्टा पलाको हामीले खोज्नुपर्छ। अनि त्यही हो, अब म चाहिँ आज चाहिँ दिदीलाई चाहिँ गिट्टा खान मन लाग्यो रे हैन। त्यही भएर चाहिँ म गिट्टा खोज्न आउँदैछु, खोज्दैछु भनौँ हैन। अनि त्यही हो, आज चाहिँ के कस्तो हुन्छ भिडियो हैन। यो गिट्टा, यो गाउँघरमा गिट्टा खोज्ने चलन जुन छ हैन। अनि त्यही हो, अहिले चाहिँ म जङ्गलमा छु हैन। अनि गिट्टालाई हामीले चाहिँ उमालेर हैन, उसिनेर पनि खाइन्छ हैन, अचार गरेर पनि खाइन्छ। मैले चाहिँ आज चाहिँ उसिन्छु होला हैन। जाँगर चल्यो भने मैले अचार नै बनाउँछु, नत्र मैले उसिनेर बनाउँछु होला भिडियो हैन। अनि त्यही हो साथीहरू, भिडियो के कस्तो हुन्छ अन्तिमसम्म हेर्नु होला हैन। अब चाहिँ म चाहिँ गिट्टा खोज्नतिर लाग्छु। फाइनली चाहिँ मैले यति चाहिँ यो गिट्टा जम्मा गरेँ। अब यसलाई चाहिँ म यो नाइफले चाहिँ छाला फाल्छु हैन, यसको बोक्रा। यसलाई स्कर्टमा काटिसकेको छु। यसमा चाहिँ यो खरानी चाहिँ म्यारिनेटको लागि हालेर मजाले म्यारिनेट गर्नुपर्ने हुन्छ हैन। यो चाहिँ धेरै हाल्नु नि हुन्न, कम हाल्नु नि हुन्न हैन। बजारतिर यसो होटेलतिर गयो भने एउटा केही देखे पनि, सिङ्काहरू देखे पनि त्यहाँ चाहिँ प्रश्न हामीले चाहिँ क्वेसन गरिहाल्छ हैन। तर गाउँघरमा यो तरिकाले खाएको हुन्छन् के हैन। एकदम यो भित्रैसम्म जाने कि यसो गरेपछि म्यारिनेट मजाले भयो हो। अब यसमा चाहिँ कुनै नुन मसला हालिराख्नु पर्दैन कि यो अब उसिनेर खाने मात्र है। फेरि यसमा मसला के लाग्छ भन्ने कुरा नि हुनसक्छ तपाईँहरूमा। हुन त ठाउँ अनुसार पकाउने तरिका नै फरक हुनसक्छ, तर हाम्रोतिर चाहिँ यसो गरेपछि अब यसको टर्रोपन चाहिँ जान्छ क्या है। अनि
लु लु पाक्यो 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 ओइ पाक्यो ल साथीहरू अब पाक्यो यसलाई चाहिँ पखालेर खानुपर्छ अब मिठो